हेलो विद्यार्थी भाइ बहिनीहरू, वेलकम टु एमआरआर म्याथ्स। यो भिडियोमा मैले तपाईँहरूलाई चाहिँ एनइबीमा सोधिएको एप्लिकेसन अफ डेरिभेटिभको एउटा क्वेसन गर्न गइराखेको छु। सो यो टाइपका क्वेसनहरू गर्नको लागि चाहिँ हामीले कसरी आइडिया जेनेरेट गर्ने भन्दा पहिला के सोधेको छ हेर्ने। हाउ फास्ट इज इट्स सर्फेस एरिया इन्क्रिजिङ भनेको छ नि क्युबको, होइन। सो सुरुमा चाहिँ सर्फेस एरियाको फर्मुला लेखिहाल्ने के। क्युबको सर्फेस एरिया भनेको कति हो त? 6x²। एक्स यदि साइड हो भने सो यसको रेट हामीले निकाल्नु पर्ने छ dA/dt। सो dA/dt इक्वल्स टु, यो जस्ट रफ वर्क म भनिरहेको छु है आइडियाको लागि। सो d 6x² डिभाइडेड बाई dt भयो। सो dA/dt इक्वल्स टु, अब कन्सट्यान्ट बाहिर आउँछ, dx² भयो, तल पनि x आयो। सो dx तल थप्यौँ, माथि पनि थप्यौँ, डिभाइडेड बाई dt। सो यो 6 टाइम्स 2x टाइम्स dx/dt। अब हामीले यति कुराबाट चाहिँ हामीले धेरै कुराहरू थाहा पाउँछौँ कि यो क्वेसनको हामीलाई एन्सर निकाल्नको लागि सुरुमा एक्स चाहिँदो रहेछ, होइन। भनेको सर्फेस एरिया 24 स्क्वायर सेन्टिमिटर हुँदा हो नि त हामीलाई चाहिएको एन्सर। सो त्यति बेला चाहिँ एक्स कति हुन्छ हामीले यहाँबाट निकाल्न सक्छौँ। त्यसपछि dx/dt चाहियो। dx/dt कहाँबाट आउँछ? हामीलाई दिएको भोल्युमको रेट अफ चेन्जबाट आउँछ कि। सो सुरुमा हामी थोरै ल्याङ्ग्वेज लेखिदिउँ, होइन। लेट VB भोल्युम अनि एक्स बी साइड अनि त्यसपछि AB सर्फेस एरिया अफ एक्सपान्डिङ क्युब, होइन, एक्सपान्डिङ क्युब एट टाइम टी। त्यसपछि अब हामीले सुरुमा चाहिँ यो एक्सको भ्यालु निकालिदिउँ कि। यो एक्सको भ्यालु निकाल्नको लागि गिभन सर्फेस एरियाको भ्यालु लगाऊँ। सो व्हेन ए इक्वल्स टु 24 सेन्टिमिटर स्क्वायर, एक्स कति हुँदो रहेछ त? ए को फर्मुला भनेको 6x² इक्वल्स टु 24। सो x² इक्वल्स टु 4 आयो, यसबाट एक्सको भ्यालु 2 आइसक्यो। त्यसपछि अब हामी dx/dt निकालौँ। सबै क्वेसनमा यसरी सोच्ने है। सो dx/dt निकाल्नको लागि हामीलाई यो दिएको। सो गिभन, होइन, गिभन हामीलाई dv/dt दिएको छ कि। यो भनेको चाहिँ 5 सेन्टिमिटर क्युब पर मिनट, सेन्टिमिटर क्युब पर मिनट। अब हामीलाई भोल्युमको फर्मुला त थाहा छ, होइन। क्युबको भोल्युम भनेको L क्युब अथवा x क्युब डिभाइडेड बाई dt इक्वल्स टु 5। सो अब हामीले पावर रुल लाउनको लागि तल पनि x ल्याउनु पर्छ नि त। सो तल dx इन्टु dx डिभाइडेड बाई dt इक्वल्स टु 5। सो यसको डेरिभेटिभ 3x² भयो, dx/dt इक्वल्स टु 5। एक्सको भ्यालु त हामीले निकालिसक्यौँ, 2 हुन्छ। सो 3 इन्टु 2 को स्क्वायर dx/dt इक्वल्स टु 5 भयो। सो योबाट हामीले dx/dt भनेको कति निकाल्यौँ त? 5 डिभाइडेड बाई 12 आउँदो रहेछ। त्यसपछि अब हामी जाने भनेको यो स्टेपमा हो है। सो अब एरिया भनेको चाहिँ सर्फेस एरिया भनेको 6x²। त्यसपछि डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु टी, dA/dt इक्वल्स टु d 6x² डिभाइडेड बाई dt भयो। सो अब 6 कन्सट्यान्ट हो, त्यसपछि अब माथि x छ भनेपछि तल पनि x ल्याउनु पर्यो, इन्टु dx डिभाइडेड बाई dt। सो यो भनेको 6 टाइम्स 2x टाइम्स dx/dt हुन्छ। x इक्वल्स टु 6 टाइम्स 2 टाइम्स एक्सको भ्यालु 2 आउँछ, अघि हामीले निकालिसक्यौँ। सो यसमा 2 राखेँ, dx/dt भनेको 5/12। सो 12 र 12 क्यान्सल भयो। सो यताबाट 10 आयो। सो अब यसको युनिट पनि हामीले लेख्न जान्नु पर्यो है। युनिट के हुन्छ त? dA/dt, एरियाको युनिट भनेको सेन्टिमिटर स्क्वायर, किनकि सेन्टिमिटरमा दिएको छ र टाइम मिनटमा दिएको कारणले सेन्टिमिटर स्क्वायर पर मिनट। सो यो चाहिँ यो क्वेसनको एन्सर भयो। सो यस्तो टाइपको सबै क्वेसनहरूलाई चाहिँ यो एप्रोचले चाहिँ सोल्भ गर्नु होला। सुरुमा के चाहिएको छ हेर्ने, अनि अब त्यो निकाल्नको लागि के कुराहरू अरू चाहिँदो रहेछ भन्ने कुरा सोच्ने, र अरू कुराहरू चाहिँ हामीलाई दिएको क्वेसनको डाटाबाटै आउँछ है।